अब लास्ट दिन अफ क्लास अनि म चाहिँ यहाँ सेलेक्ट हिँड्दैछु। हामी त गापियौँ भन्नुपर्छ अहिले हो राति काल दिएको मलाई काल छैन गापियौँमा छु म अहिले। गाउँमै छ भनौँ न होइन, तर यो एउटा टुरिज्म एरिया होइन। म त्यहाँ काम गर्छु नि। आज लास्ट दिन थियो, लास्ट क्लास को यहाँ आएर लगभग थर्ड सेमिस्टर पनि कम्प्लिट भयो भनौँ न आजको दिनदेखि। अब 2 महिना भ्याकेसन एन्ड टिल नाउ माई एक्सपिरियन्स इन दिस कन्ट्री के भन्नुपर्छ भने नट रियली ब्याड भन्छु म चाहिँ, किनकि पैसा त यताउति कमाइन्छ होइन, कहिले कमी भएन पैसाको यो कन्ट्रीमा होइन। त्यस्तो प्याकप्याकी हुन्छ नि, पैसै कामै नपाउने पैसै भएन त्यो भएन। एउटा टाइममा काम गरे ठाउँमा पैसा पाइन होला होइन, त्यो सम्झाइ हाँसु त। बट रेड लाइट छ खासगरी अहिले होइन, म यताबाट हिँड्छु पाइन होला। बट इट वाज लाइक एक्सपिरियन्स भन्छु जे पनि। काम पैसा इज नट एचिभमेन्ट होइन, पढाइ इज इम्पोर्टेन्ट। अनि यु नो द्याट स्टडी अफ कोरिया फर फरेनर इज गुड, यु नो द्याट इज गुड एन्ड आई स। जसलाई थाहा छ त्यसलाई थाहा छ। एन्ड अहिले म जाँदैछु रोडमा आफ्नो घरतिर गापियोङमा मेरो लाइक रुम छ अनि दङदेउनमा मेरो एउटा अर्को रुम छ। किनकि गापियोङमा काम गर्छु नि त म, सो द्याट इट्स फन। 1.5 वर्ष भयो आज लास्ट सेमिस्टर, सबै केटाहरूसँग डेट भयो, फुटबल खेल्यौँ, दङदेउमा खायौँ, बस्यौँ, रमाइलो भयो। सबैको आफ्नो एउटा हुन्छ नि स्ट्रगल भइरहेछ तिनीहरूको। मेरो जर्नी अर्कै भइरहेछ, तिनीहरूको जर्नी अर्कै भइरहेछ। हामी खास गरी सँगै एउटा होस्टेलमा बसेको होइन 6 महिनासम्म, खास गरी 3 महिना भनौँ, त्यहाँपछि त काम गर्न थाल्यौँ। अनि यस्तो छ मौसम खास गरी भन्नुपर्दा। म कुदाइरहेको छु साइकल। तर यस्तो पिस ठाउँ छ कसम भन्नु, सोल जस्तो यो हुन्छ नि यो गापियोङ, यस्तो हसलिङ हुन्छ नि, क्राउडेड छैन यहाँ। र म बाटो कुदाइरहेको छु होइन। अनि nothing is there, no one is there, fine, and I love this place and I want के मलाई कस्तो नहेर्नुहोस् न, यहाँबाट पुलिस रहेछ ठिकै छ। सरी दाइ, आज मलाई छोडिदिनु ल। अब नयाँ आउने मान्छेले के भन्छु भने नि, जुनसुकै देश जानेलाई स्पेसली कोरिया थोरै उतु पढेर आएको के अरे, भाषा चाहिँ चिन्न सक। अनि यसो हुन्छ अरू देश र यहाँ यो कन्ट्रीमा के हुन्छ भने नि, तिमी लाइक बोल्न चाहेको कुरा बोल्न सक्दैनौ यो देशमा, किनकि तिमीलाई भाषै आउँदैन। अनि तिमी आफूलाई चिन्न छोड्छौ लाग्छ क्या। के हुन्छ भने क्लासमा गयो पढ्छौ, बाहिर अब काममा बोल्ने आफ्नो हुन्छ नि, आफ्नो त्यो हुन्छ नि एक्सट्रोभर्ट काइन्ड अफ पर्सनालिटी त्यो एक्सप्लोर हुँदैन क्या तिमीमा आफै। अनि कहिले कहिले लाग्छ कि ला म हराएको जस्तो लाग्छ क्या, म यो त होइन त यार जस्तो लाग्छ। अनि मान्छेले तिमीलाई मिस आउट पनि गर्न सक्छ, डजन्ट म्याटर हुन्छ। अरूले तिम्रो बारेमा के सोच्छ, डोन्ट गिभ अ फक। 이거 아니야? 이어. ब्लुटुथ 이요? 블루투스 아니에요? ब्लुटुथ 아니야? ब्लुटुथ 블루투스요. 이어폰. 따로 없어요. like 이거 다 2개 있어요? 따로. 이거 두 개 있어요. 3개 없어요? 아, 또 하나? 아 예. 큰 거 아닌가? 잠깐만. 감사합니다. 가요. अघिल्लो खास गरी भनेको मलाई त्यो 2टा डिजाइन मन परेन क्या। मैले अर्को डिजाइन छ क्या सोधेको रहेन रहेछ। अनि के त्यसलाई भित्र लाउनु भने निस्क्यो। गाइज फन, लाइफ इज फन है क्या। अब टेन्सन केही नल्यो होइन। अब म के भन्छु मलाई तिमीहरू सबैजना आफ्नो चिल होला होइन। एज इन्टरनेट स्टुडेन्ट यदि नयाँ स्टुडेन्ट आउँदैछु भने गाइज थोरै भाषा पढ, म पनि पढ्छु, म पनि सँगै पढौँला। अनि त्यस्तो मलाई के लाग्छ, म अरू हुन्छ नि सानो सानो प्रब्लममा ला यो भयो ला यसले मेरो बारेमा के सोच्छ
तिमीहरू सिर्फ सानो कुरा सोचिरहेको छौ क्या केटा हो केटी हो लाइक ठुलो ठुलो कुरा सोध्छ लाइक तिमी इट गन अल बी मेमोरिज इन वेन यु बी ओल्डर when you are in 20s build your character, build yourself, be something, okay, try some business हैन म पनि गर्छु लगभग after 1 year I'm gonna have some like online business म गर्छु सायद नेपालमै गरिदिन्छु यहीँबाट हैन इन्भेस्ट गर्छु 2-3 लाख अनि प्रफिट होस् लस होस् डजन्ट म्याटर बट आई विल ट्राई इट तर थाहा छ कि पुरै 2-3 लाख लस हुँदैन लस भयो भने 5-6 लस होला बट एक्सपिरियन्स हुन्छ क्या ला कसरी बिजनेस गर्ने के गर्ने अनि इन द फ्युचर इफ आई ट्राइड एन्ड द थिङ इट गन हेल्प मी अर लट इट्स अल होइन त्यही हो चिल बसेको चिल बस अनि मेन थिङ अरूसँग आफूलाई कम्पेयर नगरे यार तिम्रो लाइफ अर्कै छ तिम्रो जर्नी अर्कै छ तिम्रो प्रब्लम अर्कै छ होइन तिम्रो फ्यामिली ब्याकग्राउन्ड अर्कै छ सो द्याट चिल एन्ड ह्याभ फन बाई